अब म नयाँ मेरो यो चोक भयो होइन, चोकबाट यस्तै जाँदैछु। ल लाइट हेर्नुहोस् है, त्यो लाइनमा तपाईँको मणिग्रामबाट बास्टेन नयाँ मिलतिर आउने बाटोमा एउटा मात्र लाइट बलेको देख्नुभयो होइन, त्यहाँबाट देख्नुभयो। यो हेर्नुहोस् है, दुईवटा भयो। तपाईँलाई निरन्तर रूपमा देखाउनेछु, निरन्तर रूपमा देखाउनेछु है। लाइटहरू कतिवटा बलेको छ, यो लगभग 4वटा भयो होला यहाँ है। यता नयाँ मिल चोकबाट फेरि अर्को लाइन हुँदै भैरवा जाने साइड यतापट्टि हिँडिरहेको छु, तपाईँलाई देखाइरहेको छु। यो हेर्नुहोस् है, यो हेर्नुहोस्, मान्छेहरू इभिनिङ वाक मर्निङ वाक गर्नको लागि हिँडिरहनुहुन्छ यो बाटोमा। लाइटहरूको व्यवस्था भएको छैन लगभग, होइन मैले यति त्यति भन्दैन, तर 1 वर्षभन्दा कम चाहिँ भएको छैन यो लाइट, पक्कै भयो होला यसरी। यो तारहरू यस्तो लत्रीको अवस्था छ, कमसेकम नगर प्रहरी हटाएर भए त यो करेन्ट त लाग्दैन नि यो नेटको तारमा, नभए बाँध्नु पऱ्यो, नभए केही न केही समन्वय गर्न सक्नु पऱ्यो होइन। यो बाटोमा केही नगरपालिकाले, नगर प्रमुखले, उपप्रमुख वडा अध्यक्ष को हुन्छ, अब नगर प्रहरी खटाएर भए पनि गर्नु पऱ्यो। र अर्को कुरा, यस्तरी खाल्टो खनेको छ, यो तार त बाँधिएको छ, यो सङ्केत अरू सङ्केत पनि राख्नुपर्ने हो, तर अझै सिस्टमेटिक डेभलप हुन सकेको छैन कि यो हाम्रो नेपालमा होइन। यो यस्तरी बाङ्गिएको अवस्था छ हो। फेरि अब फेरि भन्नु होला तपाईँहरू हुनुहुन्छ नि यहाँ बिर्की मान्छेहरू, तैँले गरे पनि हुन्छ, तिमीले गरे पनि हुन्छ भन्नु होला है। तर यो काम बजेट मात्र राख्ने काम नभएर होइन, बजेट मात्र राख्ने काम नभएर काम पनि गर्ने काम हुनु पऱ्यो कि होइन। मैले पनि गर्न सक्छु होला, तर त्यो दिन पनि आउला, गर्ने दिन आउला, यसै गरी हरेक दिन आउला नआउला भन्दैन हो। तर जनताको पैसा, करतिरको पैसाले बजेट हाल्ने, त्यसपछि बजेट हालेपछि त्यसतिर नफर्किने, ध्यानै नदिने, अनि नयाँ बजेट आयो भने त्यसलाई हल्लातुरी हुने होइन। त्यही पनि दिगो विकास नहुने, दिगो भनेको बुझ्नुहुन्छ नि, धेरै समयको लागि। यही बाटो बनाएको कति वर्ष भयो, 5-6 वर्ष 7 वर्ष कति भयो, अहिले यस्तो हालत भइसक्यो, पुरै हालत यस्तो भइसक्यो। अब फुटपाथ त कुरै नगरौँ कि यस्तो बिग्रिएर मान्छेहरू यस्तो बजार एरियामा त धेरै हिँड्नुहुन्छ नि, बजार एरियामा यात्रुहरू धेरै हिँड्नुहुन्छ, जनताहरू धेरै हिँड्नुहुन्छ। फुटपाथहरू त व्यवस्थापन गर्नु पऱ्यो नि। यो लाइट हेर्नु है, लाइट पनि देखिरहेको छु, एउटा पनि बोलेको देखेको छैन है। त्यही मणिग्राम नजिकै एउटा बोलेको छ क्या हो, नभए बोलेको छ। यो हेर्नुहोस्, फुटपाथमा यस्तो झाडी छ, कमसेकम झाडी भएको ठाउँमा त राख्नु पऱ्यो नि, यो सरसफाइ गर्नु पऱ्यो नि। अब लाइटहरू हेर्नुहोस् यस्तो बाङ्गेको छ। अब यस्तो कुराले मलाई चित्त बुझ्दैन, किन भन्दाखेरि यात्रुहरू हेर्ने जनसङ्ख्या धेरै भएको ठाउँमा पनि फुटपाथ भइसकेपछि व्यवस्थापन हुनुपर्छ। अनि इभिनिङ मर्निङ वाक गर्ने यात्रुहरूको लागि उज्यालो हुनुपर्छ लाइट राखेपछि। नराखे त मैले केही भन्दैन है। अब बजेटै राख्नु न, दुरुपयोग हुन्न भने त आफ्नामा छ। कमसेकम पैसा त, जनताको पैसा त दुरुपयोग त भएन, भयो र। अब यस्तो छ, यहाँ फुटपाथ भयो होइन। यो नाली खाली है, खाली छ। यो लाइटहरू पनि माथि त्यस्तै छ। मान्छेहरू इभिनिङ वाकको लागि निस्किसक्नुहुन्छ, देख्नुभयो। अब यहाँ पानी बगाउनको लागि भन्नु होला फेरि है, पानी बगाउन त कुलो मुनिबाट बग्छ के, माथि त मान्छे हिँड्नको लागि त व्यवस्थापन त गर्नु पऱ्यो नि फुटपाथ भइसकेपछि होइन। यो त बजार एरिया हो, मणिग्राम बजार एरिया हो नि होइन। लाइटहरू एउटा पनि बोलेको देखेको छैन है। सबैजनाले धेरैभन्दा धेरै सेयर गरेर साथ दिनु होला। यस्ता कार्यहरूमा हामी सबै सचेत रहनु पर्दछ र यस्ता फुटपाथमा भएका गाडीहरू यस्तो राख्नुपर्छ, यस्तो राख्नु दिनु भएन। यसरी यात्रुहरू हिँडिरहनु भएको छ, यात्रुहरू हिँड्दाखेरि फुटपाथहरू खाली हुनु पऱ्यो होइन। यो हेर्नुहोस्, यो पनि तरिका हो। यो बाटो यस्तो, यो बाटो खनिसकेपछि हालत यस्तो छ। अब केही रातिमा गाडीहरू हिँड्दाखेरि यसो पहेँलो टल्कियो भने बल्ल पो यहाँ सङ्केत रहेछ, केही रहेछ भनेर थाहा हुन्छ। केही याद छैन कि यस्तो चाहिँ फुटपाथको अवस्था। लाइटहरू है, मान्छेहरू बाटोबाट हिँडिरहनु भएको छ।
फुटपाथ भइदिएको भए कमसेकम मान्छेहरू त व्यवस्थित फुटपाथ भइदिएको भए त फुटपाथबाट हिँड्नुहुन्थ्यो यस्तो गाडीबाट हेर्नु ए फुटपाथ फुटपाथ होइन फुटपाथै हुने भयो है फुटपाथ मात्र होइन फुटपाथै हुने भयो यो भिडियो हेरेको कसलाई अब के हुने थाहा छैन तर आवाजहरू उठाइरहने छु तपाईँहरूले देख्न सक्नुहुन्छ लाइटहरू एउटा बोलेको छ यहाँ सायद मैले हिजै साँझ देखेको एउटा पनि बोलेको छैन यो एउटा त गरिमा विकास ब्याङ्क अगाडिपट्टि हो यही हो क्या बोलेको नि एउटा मात्र बोलेको त यतापट्टिको लाइट बाल्नु भएर हुन्छ होइन तर बोलेकै छैन कि ल यो हेरेर बनाउनु होला है त छिटै यो हेरेर छिटै सद्बुद्धि पलाओस् भन्ने चाहना गर्दछु र सबैले यो आवाज सुनेर धन्यवाद दिन चाहन्छु र सबैजनाले धेरैभन्दा धेरै सेयर गरौँ र यस्ता जनचेतनाका भिडियोहरू नेपाली जनता सामुन पुग्न सकोस् र यस्ता आवाजहरू सबैसँग पुग्न सकोस् धन्यवाद भन्न चाहन्छु र धेरै सेयर गरिदिनु होला र आफूलाई लागेको विचार चाहिँ यहाँ राख्न सक्नुहुन्छ धन्यवाद।